होइन मेरो सामान जति किन आउँदा नि यसरी फाल्दिएको होइन मैले के बिगारी छु तिम्रो जाति बेती गरे भए मर्ने बेला त मैले होला नि पानी हाल्ने अझ मैले त पक्कै हिँड होला के तिमीले मेरो केही छैन भन्ने सोच्ने तिमीले छैन केही छैन तिम्रो छोरो त आउला नि पछिको कुरो नि सोच हेलो आमा सन्चै हुनुहुन्छ सन्चो नभए पो के चलेले सन्चो गराउने छैनस् के अरे मोडे क्रिया गर्न आउलास् के अरे आमा किन नराम्रो मात्रै बोल्नुहुन्छ र तेरी स्वाही राम्रो बोल्थे म त नराम्रो बोल्ने भयो तेरी स्वाहीले मैले नसहने भएँ भयो भयो आमा बुहारीसँग किन झगडा भएको हो र तेरी स्वाहीले नाथा खेलाउँदाखेरि यही नभन्ने मलाई मेरी स्वाही सैदिन भन्ने अब मैले तेरी स्वाहीले सौदिन किन शत्रु हँसाउने काम गर्नुहुन्छ तपाईँहरूले तेरी स्वाहीले हटाइछ तेरी स्वाहीको गाममा कति गीत दिने छ थाहा छ तँलाई गोरु त मान्छे जुनी ल्याएको हो र हिँड आउलास हिँड कष्ट देखुन् त म थरक्क थर्किन मैले हगेका लिएपछि त म डराउनु भएँ म थर्कानी भएँ बस्ने दिनदिनै नाथा खेलाएर हिँड्ने तेरो विदेशमा छु भनेर मलाई एउटै लुङ्गी सालो नदिने र थरक्क मलाई थर्काउने जङ्गलमा बस्न भन त म बसिन मर्न जा भन्नु जान्छु तर त्यो घर जान्न त्यसो भनेर कहाँ हुन्छ त छोराछोरीले दुःख पाउँछन् अहिले सुख पाछन् र छोराछोरीले एउटी सौताले पनि यस्तो व्यवहार गर्दैन होला तर आमा अब के गर्छौ त नि मिल्छ भने आउनुस् घर त्यहाँ बसेर पनि कुनै प्रगति छैन मिल्दैन भने ठिकै छ छोराछोरीको पनि कुनै चिन्ता लिनु पर्दैन म भोकै बसेर भए पनि पाल्छु